सो आज चाहिँ डे 32 झन्डै मेरो 1 मन्थ क्रस भइसकेको छ र मेरो कटमा मेरो कतिको स्ट्रेन्थ घट्यो घटेन आज चेक गर्छु र आफ्टर अ लङ टाइम 6 मन्थको ग्याप 6 महिनाको ग्याप पछि आएको छ। उसको बेन्चमा चाहिँ पिआर 70 केजी थियो, मेरो भनेको 95 लास्ट टाइम हानेको थिएँ 95 केजी। लेट्स सी आज कति केजीसम्म हामीले हान्न सक्छौँ, कतिको हाम्रो स्ट्रेन्थ घटेको छ या बढेको छ, के हुन्छ लेट्स सी। सो लेट्स गो टु बेन्च प्रेस।